What's up guys and namaste everyone and good morning. आज म यो मेरो फर्स्ट भ्लग हो 1 मन्थको लागि म हाल्न आँटेको मेरो च्यानलमा डेली भ्लग हो यो सो यतिकै बनाउन रिजन चाहिँ अलिक यसो आशा लाग्यो र 1 महिनाको बाँकी के गरौँ भयो आज चाहिँ 12 गते अब यो कहिले एन्ड हुन्छ ठ्याक्कै 1 महिनापछि म यो एन्ड हाल्छु त्यही हो किनभने होस्टेल जानुपर्छ नि त त्यही भएर सो आजको दिन अलिक राम्रै छैन बाहिरको भ्यूज यो अलिक राम्रो त छैन भन्दा हुन्छ अलिक यस्तो बाहिरको सिनहरू त्यही छ यस्तो त्यही पनि अब आज त्यस्तो केही प्लान त हानेको छैन मैले तर आज म गर्ने भनेको चाहिँ गएर आफ्नो हेयर कट हान्छु त्यही होला दिनको आज प्लान अब त्यस्तो केही छैन मामुल माथि त्यो खाना पकाउँदै हुन्छ अब तपाईँहरूलाई डाइरेक्ट खाना खाने बेला गएर भेट्छु त्यतिखेर तपाईँहरूलाई भ्लग बनाउँछु खाना खानु अगाडि त्यसपछि खाना खाएपछि चाहिँ के सोध्छु के गर्ने भनेर बाहिर घुम्ने या फिर रुममै केही फन चिजहरू गर्ने र अब पछि गएर भेट्नु खाना खाने बेला ल अब गाइस अब म चाहिँ खाना खान आँटेको तरकारीमा मासु छ भित्र बाबा फायरमा हुन्छ त्यो त म भित्र जाँदिनँ म अलिक केही बनाइहाल्छु खाना नुन अगाडि त्यसपछि यतिखेर चाहिँ 9:22 कि 23 भयो अराउन्ड अलिक मौसम ठिकै भएर तर कति पानी पनि पर्ने जे भयो नि अब भित्र खाना खान्छ खाना डाइरेक्ट रुममा गएर तपाईँहरूलाई भेट्छु ल बाई सो गाइस भर्खरै म बजुको औषध लिएर आएको बजु र म भट्के बाटोसम्म गएर आएको हामी म र बजु भर्खर आएको बाटोमा अलिक भोक लाग्यो भनेर मोमो ठाउँमा गएको पसल चाहिँ अलिक ढिलो गर्ने तर प्याक हानिदिनु भनेको छिटो भयो प्याक चाहिँ हानेर यताबाट सानो आइटमहरू मोमो 2 प्लेट मोमो अर्डर गरेको बिस्कुटहरू के हो यिनीहरू छन् अब मामु त्यहाँ काम गर्दै हुनुहुन्छ खै ल हेर्दा त्यही हो मामु त्यही गर्दै हुन्छ बजु उता हुन्छ बजलाई गर्नु भइरहेको छ अब म यो मोमोसोमोहरू खाएपछि तपाईँहरूलाई फेरि गर्छु त्यसपछि चाहिँ के गर्ने सोचौँला ल ओके अब म चाहिँ यतिखेर भर्खर निस्केको मान्छे सस पकाइरहेको म उता मेरो ल यता मेरो बाबा हुनुहुन्छ कामहरू गर्दै प्रिपेरेसन मामु पनि यो पनि सबैजना काम गर्दै म पनि यतातिर ससेस बनाउँदैछु अरू आइटमहरू होइन थोरै यसो अलिक बाबाले भनेको बिस्तारै घुमाउनुपर्छ यसो बिस्तारै घुमाइरहेको छु अब के नै छ ससेस चाहिँ बनाउनु छ मामु अब के गर्नुहुन्छ तपाईँ दसैँको लागि सामानहरू ल्याउनु भएको थियो नि हजुरको बाबाले हजुर मिलाउँदैछु म मेरो छोरी कान्छी माया असम पाक्न जस्तो अब डाइरेक्ट खाने बेला गर्छु केटा होला खाने बेला डाइरेक्ट गर्छु अब ल